भन्दा राम्री कोही छैन संसारमै। ल ह्यापी मदर्स डे सबै आमाहरुमा। ह्यापी मदर्स डे। ठुलो बालाई पनि यतिकै नछोड्नु र। माता औँसीको लागि म धेरै धेरै खुसी र म सबैलाई नै यस्तै खुसी रहनु भनेर म मेरो तर्फबाट भन्न चाहन्छु र ह्यापी मदर्स डे टु यु। धन्यवाद धन्यवाद सोल्टिनी थ्याङ्क यू सो मच यति राम्रो गिफ्टको लागि। ल है ल गिफ्ट आयो। ल अब चाहिँ ह्यापी मदर्स डे। अब चाहिँ केही हुन्छ चल बल। Kiss to mommy. Happy family. Mulu mulu. ल सबैलाई किस मम्मीले। ल I also kiss sister. Kiss party today. Kiss party, kiss party. Oh. Happy party, kiss party. Happy moment. सुने जस्तो यो त सुन भन्दा कम छैन हराइमा डर छैन। अहिले चाहिँ एकदम महँगो छ त्यसैले यस्ता यस्ता चिजहरू लगाएर युज गर्नुपर्छ। धेरै मनी खर्च गर्नु हुँदैन। यो पनि सुने जस्तो छ नि है। सुन हो यो खाटी लास्टै गाह्रो छ नि यार। अब यो मिडल क्लास फ्यामिलीहरूलाई 2 तोला 3 तोला सुन अहिले बिहा तपाईँको 5 तोला दिन हुँदैन। गाह्रो छ गाह्रो सुन जोड्न। त्यही भएर आजकल यस्तो सबै निस्किरहेको छन्। सबै पञ्चायत हातले बनाएको। यो हराएमा डर छैन लाएमा कम छैन भने जस्तै गुच्चीको चस्मा हो यो चाहिँ। जिजीले हेर्छ नि सबै गुच्चीको चस्मा 800 रुपियाँमा है। यो पनि चस्मा किन्दाखेरि यो ह्याङ्की फ्री आउँछ। यहाँ बसेर टक्क बस्ने यहाँ मुढामा बस्ने अनि यहाँनिर चुरा बेच्ने यसरी बसेर। के चाहियो हजुर? सेलेता सेलेता काभ्रे पाँचकल चुरा चुरा छिनछिन। यो हजुर कता बुट्टे चुरा यता भने जस्तै हेर न चुराहरू पनि भेराइटीको चुराहरू है हुन्छ नि। आमाहरूको आइटमहरू सबै मदर्स डे स्पेसल है। दिदीले सुन बनाउनु भएर चाहिँ गाइज मेरो पसलबाट 1 तोलाको हो यो। 450 मात्रै पर्छ 1 तोलाले। तपाईँहरूलाई पनि चाहियो भने आउनु। लु हेर्नुहोस् कस्तो राम्रो भयो। राधालाई कानको टप कति सुहायो। ह्यापी मदर्स डे सम्पूर्ण आमाहरूमा। एक दिन मात्रै होइन मदर्स डे सधैँभरि मदर्स डे मनाउनु पर्छ। सधैँ दिन मदर्स डे होस् र तपाईँलाई चाहिँ स्पेसल भ्लगमा आज तपाईँ मदर्स डे को विशिष्ट हुनुहुन्छ। तपाईँलाई धेरै धेरै आमाको तिथिको शुभकामना छ। धन्यवाद मेरो छोरा मलाई उहाँदेखि हेर्न आयो। मलाई कति खुसी लागेको छ। खुसीको सीमा नै काहीँ नै छैन भन्ने जस्तो मलाई मेरो भरा बुहारी भरा मेरो छोरीहरू सबै आएका छन्। मलाई त कति आनन्द लागेको छ। यो 5 खालमा त मलाई धेरै फालेको जस्तो लागिरहेको छ। कति आनन्दबाट यस्तो रमाइलो लागेको छैन। मेरो बहिनीले कति दुःख गरेर सबैलाई ध्यान पुर्याएर मेरो बहिनीले कसरी यो छोराहरू आउनु भराहरू आउनु भनेको पनि मेरो बहिनीको पनि ठुलो माध्यम हो। मेरो बहिनी महान हो एकदम। मेरो बहिनी ल ल ल ल ल जय हो जय हो। साह्रै नै राम्रो देखियो। गिफ्टै गिफ्ट मात्र सबै आमाकै लागि हो ठुलो मम्मीको लागि हो है। लु ल है तपाईँको पनि फादर्स डे कहिले हो? मङ्सिरमा हो कि हो? दसैँ छ मेरो पनि दिन आउँछ। ल अब हल्का यो कपडा लाएर म टल्किन्छु। पक्रिदिन्छ ल म पनि टल्किन्छ। यो फेरि लोकदोलीतिर लाउने जस्तो रहेछ कपडा। सक्छ त हो? सकिन्छ त। ल अब चाहिँ ह्यापी मदर्स डे। अब चाहिँ केही हुन्छ चल बल। मेरो छोरालाई भगवानले एकदमै एकदमै उच्च बुद्धि दिउन्। अझै मेरो छोराले धेरै गरेको छ मेरो बहिनीले। अनि अझै अरू दिउन् भन्ने मेरो शुभकामना छ। यो माता औँसीको आशीर्वादले मेरो सबै मेरो सन्तानहरूलाई सबैलाई चाहिँ मेरो हाम्रो सम्पूर्ण सबैलाई नै नेपालमा बस्ने दाजुभाइ दिदीबहिनी र विश्वभरिकोलाई नि राम्रो होस्। आमाको आशीर्वाद सबैलाई लागोस्। राधे राधे। जय जय होस्। राधे होस्। 1 2 3 सक्छ त अब।
चेने कसले सक्छ अब लौ ल ल भगवान सबै ग्रह दशा जति सबै भगवान है। अब हामी अर्को चस्मा ट्राई गर्न लागेको छौँ। यो हाम्रो छ झोला ग्याङ म्याचिस भन्ने चस्मा होइन त होइन? ओहो ल अब चाहिँ जाउँ मदर्स डे बनाउन। होइन के हुँदैछ यहाँनिर के हुँदैछ ओ मन्दिरा जहिले के हुँदैछ यहाँनिर के हुँदैछ एकचोटि मलाई पनि त हेरौँ यहाँनिर त स्पेसल हुँदैछ जस्तो छ। ह्याप्पी न्यु इयर फ्यामिलीहरू जो पनि हेर्दै हुन्छ सबैजना प्यारी आमाहरूलाई एकदमै रक्षा गरिदिनुहोस्। सबै आमाहरू सधैँभरि खुसी भएर बस्नुपर्छ र सबै आमा बुवालाई एकदम धेरै दीर्घायुको कामना। अब हाम्रो परिवार हजुरहरूको परिवार एकदमै भव्यसँगले मनाउनु होला। यतातिर पनि अब मनाइरहेको छौँ। अब एकदम भव्य गरेर हामी सुरु गर्न लागेको छौँ। ल यो चाहिँ ठ्याक्कै तपाईँको पाँचखालको बजार भयो। उतानिर चाहिँ तपाईँको हाइवे भयो है। हिजो मैले त्यो देखाएको ब्लगहरूमा यताबाट सिधा गयो भने चाहिँ फेरि सुकुटी साइडतिर जान्छ है। सोल्टिनलाई पनि ह्याप्पी मदर्स डे। आमा भन्दा राम्री कोही छैन संसारमै आफू भन्दा राम्री कोही छैन संसारमै कोही छैन संसारमै आमा भन्दा राम्री कोही छैन संसारमै। ह्याप्पी मदर्स डे सम्पूर्ण आमाहरूमा एकदम माता तितौसीको मङ्गलमय शुभकामना छ। ह्याप्पी मदर्स डे टु यु ह्याप्पी मदर्स डे टु यु ह्याप्पी मदर्स डे टु यु ठुलो मम्मी। कहाँ बुवालाई खुवाउनु पर्नु पर्यो। ल सामान सर्टपट होला है मेरो चाहिँ यो बक्स है यो चाहिँ दिदीको सामान बहिनीले लिएपछि यस्तो हुँदो रहेछ। बहिनीले फेरि थपके दिइहाली त के गर्नु दिदीले। माता पिताहरूलाई लास्टमा हक गरेको क्या नि सुने हो कि हराइमा डर छैन हो सुने हो कि हराइमा डर छैन। अलिक नजिक आउनु न ठुलो धन्यवाद पनि दिएर ल ह्याप्पी मदर्स डे सबै आमाहरूमा। ठुलोवालाई पनि यतिकै कहाँ छोड्नु र ठुलोवालाई हजुर गनेर दिनु खुट्टा निकोस् छिट्टै खुट्टा निकोस् भन्ने यहाँबाट कामना मागौँ सम्पूर्णमा ह्याप्पी मदर्स डे। ल है ल गिफ्ट आयो गुच्चीको ब्याग एकदमै अवसर मिलेको छ मेरो ठुली छोरीको नन्दाको घरमा। आज मेरो यो 82 सालको माता औँसीको लागि म धेरै खुसी र म सबैलाई नै यस्तै खुसी रहनु भनेर म मेरो तर्फबाट भन्न चाहन्छु र सबै रमाइलो भएको छ है त। धन्यवाद। प्रगति उन्नति छ अझै राम्रो होस् तपाईलाई रोग नलागोस्। तपाईको छोरीहरू बाहिर गर्को छोरी अस्ट्रेलिया के कहाँ हो अमेरिका जानुभयो गति हाम्रो पूजा छोरीलाई पनि एकदमै राम्रो होस् है त माताको। भाडा बोक्नु सक्छु यत्रो
थ्याङ्क यू सो मच यति राम्रो गिफ्टको लागि म पनि गिफ्ट दिन्छु नि लोक्न होइन कौशली कस्मेटिक बाई 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 ल बाई बाई ल शुभयात्रा फेरि पनि भेटौँला बाबु मेरो बाबु आयो मलाई रमाइलो गरिदेऊ आइहाल्छ हेर्नुपर्छ याद हुन्छ मेमोरी ल अब चाहिँ हामी यहाँबाट लाग्न लागिसकेको छौँ पानी पनि पर्न लागिसकेको छ अब बिस्तारै तपाईँलाई हाइवेको बाटोहरू देखाउँछौँ यहाँबाट अब सायद बनेपा निस्किँदै बनेपाबाट भित्रको नालाको बाटो जान्छौँ अब के हुन्छ डाइरेक्ट गोप्रोमा रेकर्ड भइहाल्छ अहिले हाम्रो समय 12:36 भइरहेछ अब हामी यहाँबाट लाग्दैछौँ यहाँ सबजना प्याकअप हुँदै हुनुहुन्छ छाता भोगेर रमाइलो भयो अब जानु पानीले बाटोमा बिचले नपारोस् एकदम पार्दैन ठिक्कै त्यस्तो पर्ने खालको त छैन लौ अनि यो स्टिकर ननिकाल्ने राम सबै भोजपुरै हिँड्छ ल बाई बाई ल बाई बाई ल पाँचखालको हाइवे हुँदै अब हामी जाँदैछौँ धुलीखेलको बाटो उही हाम्रो प्यारो ठाउँ काठमाडौँ नगरी पानी छिटाइसकेको अवस्था छ हामी एकदमै प्रेसमा जानुपर्ने हुन्छ धुलै धुलो है उताको बाटो पनि त्यस्तै यताको बाटो पनि त्यस्तै यो गाडीलाई टपमा पाए चाहिँ सही हुन्थ्यो ल हेर्दै धुलो खाँदा अहिले हामी धुलीखेल आइसक्यौँ ल धुलीखेलको 6 लाइनको बाटो चाहिँ भटाभट पिच भइरहेको छ सबै बनाइरहेको छ क्या हेर्दै पुरै भिज्यो यार आम्मा यस्तो भिज्यो हेर न सबै भिज्यो ल फ्यामिलीहरू अहिले चाहिँ म रुम आइसकेको छु अनि अहिले चाहिँ म बानेश्वरमा छैन म गट्ठा घर सरेको छु मेरो अहिलेको नयाँ रुम चाहिँ यस्तो रहेको छ है अनि अब त्यही हो आयौँ भिज्दै अलिअलि पानीले भिटायो तर त्यस्तो साह्रो धेरै चाहिँ भेटाएन ठिकै भेटायो अब हाम्रो समयको भनेको तपाईँको 5:41 भइसकेको छ अब हाम्रो टाइमिङ भनेको चाहिँ म जिम जोइन गरेको छु है म गएको सायद 5 दिन जति भयो होला म जिम जान्छु यहाँबाट त्यसपछि जिम गरेर यसो अलिअलि क्लिपहरू देखाउने कोसिस गर्ने नै छु ल अब हामी लगाऊ ट्राइसेप बाइसेप बनाउनको लागि पुरा हामीले चाहिँ यो मजाले पेट यति चाहिँ घटाउन पाएँ जिन्दगीको ठुलो खुसी मिल्ने थियो के गर्नु बानेश्वर बस्नु मन थियो तर त्यो बानेश्वर घर चाहिँ भत्काउने भन्नुभयो त्यही भएर त्यो भत्काउने घरमा त अब के बस्नु भनेर होस् निस्किनु भनेर भने अब पनि बस्नु त मजा छ इन्भाइरोमेन्टहरू राम्रो छ अब जिन्दगीले जता दौड्याउँछ त्यतै जानै पर्यो के गर्नु फ्यामिली चातार बानेश्वर त्यत्रो 6 वर्ष बस्यो होइन त्यति पनि आनन्दले इजिली एडजस्ट गर्न सक्यो क्या सुरुमा नयाँ ठाउँ केही अलिकति अप्ठ्यारो होला भन्ने नै भएन क्या आनन्द लाग्यो यहाँ गट्ठा घरमा इलेक्ट्रोन जिम नम्बर त्यहाँ छ कल हाइवेकै छेउमा छ है ल अब हामी छिर्यौँ यो जिम हामी छिर्यौँ को घटाउँछु अब म हजुरहरूलाई यहाँको सबै जिम टुर गराउँछु है त यहाँ चाहिँ तपाईँको स्टार्टिङको रिसिप्सन भयो यहाँ तपाईँको यो कुद्ने भयो नि यस्तो कुद्नेहरू भयो तपाईँको एकछिनमा तान्नेहरू हुन्छ यो ट्राइसेप बाइसेप छुट्टा हुँदो रहेछ सेडुलर है यहाँनिर चाहिँ यस्तै भाइहरू हानिरहेको छ के छ भाइ गरिदिएछ नि हार्डवर्क ल लभली यहाँनिर पनि बसेर छुट्टै हुन्छ होइन यहाँ ऐनाहरू हुन्छ अहिले एकछिनमा त हामी वर्कआउटहरू गर्छु म 5 केजी 6 केजी होइन वेट अनुसार हाल्ने जस यहाँ यस्तो हुन्छ नि लाइक पसिना तपी चुहाउँदाखेरि छुट्टै आनन्द मिल्छ क्या यहाँ र यो चाहिँ तपाईँको लेगको अस्ति मैले शुक्रबार लेगको गरेको थिएँ शुक्रबार चाहिँ लेगको हुन्छ आइतबार सोमबार मङ्गलबार चाहिँ ट्राइसेप पेटलाई चाहिँ कार्डियो भन्दो रहेछ है त्यही हो अब आफ्नो सेड्युलहरू रुटिन अनुसार चल्नुपर्छ नि त नमस्ते मलाई ट्रेन गर्नुहुने दाइ फ्यामिलीहरू है बिस्तारै घटाइरहेको छु पेट सेट यु क्यान डु इट अहिले हामीले गरेको सबै वर्कआउट चाहिँ चेस्टको मात्रै हो है मजा आइरहेको छ वर्कआउट गर्न है फिटनेस रहनुपर्छ एकदम हेल्दी रहनुपर्छ तपाईँहरू पनि मेरो बिस्तारै पेट हल्का घटेको जस्तै मलाई फिल भइसकेको छ एचिभमेन्ट मिलिसकेको छ तपाईँहरूको पनि एचिभमेन्ट मिलाउनु अलि बोत्रै बस्नु बाँकी छ अब त्यसपछि त लगभग घटिसकेको छ अब म 74 केजी छु अब हेरौँ अब मेरो 3 मन्थको कोर्समा चाहिँ म कति हुन्छु मेरो मनले चाहिँ म 65 to 64 63 हुन मन छ अब हेरौँ कति के हुन्छु ल हाम्रो 3 सेटअप कम्प्लिट भइसकेको छ चेस्टको पार्टको काम गरिरहेको छ अब एक दिन चेस्टको एक दिन ट्राइसेप एक दिन बाइसेप होइन सबै अब रिडिन स्केड्युल अनुसार चल्नै पर्यो